अब राष्ट्रपतिले पाएको दरो जनमत जुन छ त्यो जनमतले यी काम चाहिँ गर्न सक्छ। आफूले चाहे अनुसारको बजेट ल्याउन, करका दरहरू घटबढ गर्नको लागि, भन्सार दरहरू परिवर्तन गर्नको लागि कसैले पनि छेक्दैन। कुन क्षेत्रमा बढी लगानी गर्ने, कुन क्षेत्रमा फोकस गर्ने, कहाँको बाटो बनाउने, प्राथमिकतामा केलाई राख्ने, कताको पुल बनाउने, विद्युत उत्पादन र वितरणमा के गर्ने, विकासका कामहरू कसरी गर्ने, कुन क्षेत्रमा बढी बजेट राख्ने, कुन क्षेत्रलाई कम राख्ने, सरकारका विकासका प्राथमिकताहरू के हुन्, बिचौलिया र कमिसन खोरहरूलाई कसरी तह लगाउने, त्यो सब गर्नको लागि राष्ट्रसभाको अब बन्ने सरकारलाई अहिले जति बहुमत आएको छ त्यो काफी हुन्छ, मजाले गर्न सक्छ। आफ्नो घोषणापत्रमा राखेका धेरै कुराहरू कानुन मात्रै बनाएर अथवा कानुन संशोधन मात्रै गरेर पनि गर्न सकिने कुराहरू छन्। सहकारीको रकम 100 दिनभित्रमा फिर्ता दिने, मिटर ब्याजको समस्या समाधान गर्ने, विदेशमा बस्नेहरूको लागि मताधिकार सुनिश्चित गर्ने, सरकारी सेवा अनलाइन गर्ने, लाइनबाट अनलाइनमा कन्भर्ट गर्ने भनेको छ, निजामती र शिक्षण संस्थामा दलीय संगठन ट्रेड युनियन जुन छ त्यसलाई खारेज गर्ने लगायतका धेरै बाचाहरू पूरा गर्ने जिम्मेवारी अब राष्ट्रसभाको काममा आएको छ र त्यो गर्न सक्ने जनमत पनि आएको छ। यी सबै कामहरू कानुन परिवर्तन गरेर मात्रै गर्न सकिन्छ। राष्ट्रसभाले अब कानुन परिवर्तन गर्न सक्ने गरीको जनमत पाएको छ, गर्नु पनि पर्छ, हिम्मत जुटाउनु पर्छ। अर्थात् विकासका कामहरू गर्न अब राष्ट्रसभालाई कसैको पनि मुख ताक्नु पर्दैन, आफैले गर्न सक्छ, आफ्नै मात्र जनमतले गर्न सक्छ। त्यसको सदुपयोग गर्यो र राम्रो काम गर्यो भने अर्को पटकको लागि उसलाई कसैले पनि रोक्न सक्दैन।